कस्तो बिग्रियो यार। पहिला पहिलाको थारूहरू हुन्थ्यो भने यस्तै घरमा बस्थ्यौँ कि अब यो चाहिँ ठाउँ छुट्नै भएन नि त। ओ खास यो मैले देखेको थिइनँ गाइजी है। यस्तो देखेँ पोइन्ट अफ भ्यू हेरिदिनु है। यहाँ चाहिँ यो थारू। हेलो दोस्तों, फेरि तपाईहरुलाई स्वागत छ मेरो अर्को न्यू भ्लगमा। आज चाहिँ म यहाँ मनेरी आएको। मनेरी चाहिँ एउटा थारू भिलेज हो। अब थारूहरू सबै बस्छन् के यता, अनि त्यही म आएको। र अब यो गाउँलाई हल्का अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। के गरौँ, एक्सप्लोर गरौँ न त हल्का के कस्तो हुन्छ त्यो सब बुझौँ न। अनि उता चाहिँ मेला लाग्छ के, ठुलो मेला लाग्छ। लगभग त्यही 18-19 साल जति भइसक्यो के मेला लागेको। यहाँ माघी मेला लाग्छ मनेरी। अनि थारूहरूले थाहै छ, थारूहरूको सबभन्दा ठुलो चाडपर्व माघी हो। माघीमा ह्याप्पी न्यू इयर हुन्छ थारूहरूको। सो त्यही हो, आज उता गइरहेको छु म एक्सप्लोर गर्न के कस्तो भइरहेको, के कस्तो बनाइरहन। अनि ल गाइस, तपाईहरुलाई मन परेपछि लाइक सब्स्क्राइब गरिदिनु होला। A few moments later. ल साथी हो, म पनि आइसकेँ। अब यहाँ पुलनिर, यो पुल त थाहै होला जो हेर्नुभयो होला मनेरी। यहाँ चाहिँ पुल हो, अनि त्यो चाहिँ सानो घर हो, त्यहाँ चाहिँ पुल छ। अहिले चाहिँ पुल छ, अहिले पछि जाने त्यहाँ त्यो घरनिर। अनि यता चाहिँ पुल रह्यो, यो चाहिँ नेपालको जङ्गा। ए त्यहाँ बनाइरहन्। अहिले उता पनि जाने, एक्सप्लोर गर्ने के कस्तो भइरह सबै हेर्ने बुझ्ने। जो तिनीहरूको जगान बुझौँ न त। इभेन एउटा मनी थारू हो। सो त्यही नि, अब हजुरहरूले पनि देखाम के हुन्छ। अहिले चाहिँ माघी आएन, अहिले माघीको लागि यो सब बनाउँदैछन्, घरहरू बनाउँदैछन् माघीको लागि। अनि त्यो सब बनाउँदैछन्, पिल्लर गाडेछन्, त्यो सब माघीको लागि गर्दैछन्। अहिले चाहिँ थाहा भएन कस्तो राम्रो एरिया रहेछ है। सानो थारू घरमा जाम, अन्त दामी रहेछ गाइस, दामी के एकदम दामी दामी। साथी हो, हामी पनि आइयो। अब ए कस्तो बिग्रियो यार। पहिला चाहिँ जब थारू आउँछ अनि बनाउँछौँ फेरिदेखि हो। त्यहाँ रहेछ सिट, बस्ने सिट हो। अनि यो चाहिँ इन्टर गरेर म यहाँ चाहिँ फुलहरू लाग्यो। यो चाहिँ त्यही हो कि खासमा थारूहरू जब आउँछ नि माघे, अनि सबै सफा गर्छन्। अनि यो चाहिँ फेरि बनाउँछन् के, यो भत्केको हुन्छ अनि त्यही बनाउँछन् फेरि सुरुदेखि नै। अनि अहिले त्यही बनाएर छोडिदिन्छन्, अनि आफै जान्छ। हावा उडिहाल्छ जहाँ त्यो भत्किन्छ। अनि यो चाहिँ साथी उता चाहिँ भलिबल हुन्छ, सायद हजुरहरू थाहा होला, नथाहा पाए त्यहाँ भलिबल हुन्छ। अनि यता सबै त फिल्ड हो, उता चाहिँ चेर्कीहरू हुन्छ। अनि त्यहीँ डान्स हुन्छ जुन घरमा अहिले, त्यहाँ पनि जाने हामी। यहाँ चाहिँ गर्दैछ थारू घर हामीको। अनि यो चाहिँ हेरिदिनु है। यो चाहिँ खासमा भन्यो त म यो एउटा के भन्दै भित्र गएपछि यस्तो हुन्छ। यहाँ केटाको रहेछ। अब पहिला पहिलाको थारूहरू हुन्थ्यो भने यस्तै घरमा बस्थ्यौँ कि, आफै बनाएर यस्तै यहाँ माटीले चाहिँ गरिदिने अनि केटामा बस्दिने। त्यहाँ बनाउने राम्ररी त राम्रो प्लेस रहेछ। यस्तो हेरिदिनु है हजुरहरू पनि। यहाँको चाहिँ अब मान्छेहरूले भनिदिउँ त, यहाँको एज अ कम्पेयरमा भनिदिउँ, मेरो घर त खासमा यहाँ होइन, त्यही नि मान्छेहरूले एज अ कम्पेयरमा भनिदिउँ त सानैदेखि बस्दै आइरहेको छु। मान्छेहरू चाहिँ दामी रहेछन् कि, एकदम राम्रो रहेछन् मान्छेहरू। एउटा युनिटी हुन्छ नि, जुन आफूहरूले एकता जुन भन्छ नि, उनीहरू दामी रहेछ कि। उनीहरूले एकदम, उनीहरू जे पनि काम गर्छन् मिलेर काम गर्छन् कि, एकदम दामी के मिलेर काम गर्छन्, जे पनि काम गर्छन् उनीहरू। एउटा मानेन केही हल्का हात चाहिँ होइन, सहयोग चाहिँ भने उनीहरू मान्छेहरू सोध्छन् कि यो यति पैसा दियो भने म यसभन्दा धेरै पैसा दिन्छु कि, त्यस्तो सोध्छन् यार। यहाँ मान्छेहरू त्यस्तो लोभीहरू कोही छैन कि, दामी रहेछ। त्यसैले नि यो ठाउँ यति राम्रो भइरह मजा आयो। गाइस हेरिदिनु है, यहाँ चाहिँ डान्स हुन्छ। अब खै के बनाउँदैन यहाँ बस्नेलाई है, मान्छेहरू काम गरिरहन् आफ्नो। के कस्तो हुँदैछ गाइस, यो बनाउँदैनन् मान्छेहरू, आफ्नो काम गरिरहन्। यहाँ चाहिँ अब आउने माघी यसम्म एकदम रमाइलो हुन्छ, एकदम भव्य हुन्छ कि गाइस, एकदम दामी।
यता पनि गइदिउँ यता पनि के बनाउँदै हन् यता पाइप रहेछ पानी खाने त्यहाँ अनि त्यो भनिदिउँ हेरिदिनु है औसनी घर बनाओ त ने तो यहाँ करी ना जैसे वहाँ रहे के लिए नहीं तो नचवा का कहाँ न छी ना गाइस हेरिदिनु है यहाँ पनि त्यस्तै बनाइरहन् यहाँ बस्ने मान्छेहरूले यो मान्छेहरू काम गरिरहन् आफ्नो हेरिदिनु अब आउने माघे उत्सवमा एकदम बब्बाल हुनेवाला हो यसपालि सबै क्लियर हुन्छ सबै बन्छ अनि त्यसपछि एकदम रमाइलो हुन्छ यहाँ अच्छा ल साथी हो अब यहाँको हामी एक्सप्लोर गरियौँ बुझ्यौँ के कस्तो भइरह हजुरहरू पनि हेर्नु होला कस्तो हुँदैछ अब उता जाने अहिले उता पनि केही राम्रै हुन्छ हेरौँ न त उता पनि थारूहरूको उता चाहिँ खासमा के हुन्छ त्यो अहिले त्यहाँ गएपछि भन्छु ल अब हामी आइसक्यौँ यताभित्र उता हजुरआमा हुनुहुन्छ के उहाँ चाहिँ हजुरआमा हुनुहुन्छ मेरो अनि त्यही अब यता आएपछि उता गएपछि त अब यो चाहिँ ठाउँ छोड्नै भएन नि त किनभने यता पनि त रमाइलो हुन्छ नि खासमा यता चाहिँ घोगीहरू बेच्छ अनि त्यही थारूहरूको माछा मछली घोगी अचार के हो त्यही सबै ढिक्रीहरू यही बन्छ अनि यहीँ आउँछन् कि मान्छेहरू टाढा टाढाको मान्छे आउँछन् अनि यहीँ खान्छन् अब भइसक्यो 18-19 साल भइसक्यो त हल्का भव्य त हुन्छ नि अब म पनि आइसकेँ भित्र अब हेरौँ के कस्तो हो यहाँ चाहिँ खासमा यही हो डिनर एरिया अब यहाँ चाहिँ मान्छेहरू बसेर चट्ट अब खान्छन् उनीहरू अनि एउटा चाहिँ माकै बारी गरेछन् ए बब्बाल यार कस्तो पिसफुल ठाउँ अब यता जाऊँ न त यता के हुन्छ एउटा यो बस्ने एरिया खाने धेरै मान्छे आउँछन् क्या अनि यो चाहिँ भित्र हल रहेछ हो ए पप्पाले मिटिङ गर्ने हल हो अनि दामी रहेछ है गाइस हेर्नु है दामी यस्तो जाम के अब थारू भने चाहिँ थारू भने यार एउटा ब्रान्ड भयो नि त बात त सही है ए फ्यान रहेछ फ्यान चला मेरो पनि चल्छ कि नै ओए लाइट आरजीबी लाइट बब्बाल बल्यो यार दामी लुक देख है अब अरू के गरौँ यो केही भएन यो लाइट बढ्यो ए लाइट बढ्यो अब यो फ्यान पनि चल्यो गाइस हेरिदिनु है कोही होइन अहिले के त्यही नि फ्यान चल्यो गाइस अब एकछिन हावा खाँदैथ्यो रमाइलो हुन्छ अझै पनि आइदिनु होला अब माघे मेला चाहिँ खै कहिले आउँछ अहिले त धेरै महिना रहेछ दामी रहेछ गाइस यस्तो राम्रो तरिकाले बनायो अनि यो चाहिँ माटोको हो ओए माटोको हो यार यो मैले लाएको त्यो ढलाइ गरेर त्यो हुन्छ नि ठुलो पिल्लरहरू ढान बट यो सब माटोको हो भाइ दामी यार थारू भनेपछि यही हो नि गाइस हेरिदिनु है यता पनि रहेछ डाइनिङ टेबलहरू थारूको बादल कस्तो यहाँ घाम गरेको के यसपालि यो मौसममा ओए जेठो अहिले त्यो चाहिँ लाइट ठुलो अब यता ओ खास यो मैले देखेको थिइनँ गाइजी नन्न आउने बेलामा हेरेँ यो चाहिँ मेन हो कि मेन यहीँ पाक्ने हो सबै जे जसो पाक्छ सब यहीँ पाक्छ यी गाइज हेरिदिनु है जे जसो पाक्छ सब यहीँ पाक्छ अब यो सब गाउँ समाजको हो अनि अब यहाँ चाहिँ घोगीहरू के पाक्छ ढिक्रीहरू अचारहरू माछाहरू सब यहीँ हुन्छ रक्सीहरू सब भइसक्यो अब आचम यो चाहिँ धारा हो ओए पानी पनि आइरह गाइस अब हामी पनि यता पनि एक्सप्लोर गरियो बुझियो के कस्तो हो अब फेरि गयौँ हामी घरतिर अहिले अझै एउटा एरिया रहेछ देखाउने त्यो पनि हजुरहरू हेरिदिनु होला 2000 years later ल गाइस फेरि पनि हामी आइसक्यौँ अब यहाँ चाहिँ मन्दिर रहेछ अब मन्दिर आएपछि यो नदेखाएपछि हुँदै हुन्न नि यार
किनभने यो चाहिँ यो एकदम पुरानो कल्चर हो। एउटा मन्दिर सानो हुँदैदेखि यहाँ रहेछ मन्दिर बनाहन, त्यही अब यहाँ स्ट्रक्चर केही गरिरहन बनाउँदै हन् भित्र। ए गाइस अब यहाँ आएपछि त यो देखाउनु भयो नि यो परम्परा यहाँको माता हुनुहुन्छ भगवान् हुनुहुन्छ मन्दिरको। यो चाहिँ बेल रह्यो बजारमा मान्छेहरू बनाउन भित्र कन्स्ट्रक्सन हुँदै हो। सबै आफ्नो काममा लाग्छन्। अब काम गर्दै सबै मान्छे। अनि यता चाहिँ यतादेखि हेरिदिनु बवाल रहेछ यार। यही हो थारूहरू त अब म पहिल्यै नै भनिदिएँ हजुरहरूले मन्दिर गाउँ चाहिँ यस्तो हेप्दैनन् क्या अरूलाई त्यो गरे यस्तो देखा त्यस्तो गरे त्यो सबै गर्दैनन्। यहाँ चाहिँ मन्दिर हो सबै मान्छेहरू एकदम मिलेर बस्छन् कि सबै मान्छेहरू मिलेर बस्छन्। कोहीसँग झगडा गर्दैन यता सबै मिलेर बस्छन् यहाँ। मजा आयो। त्यसैले त मन्दिर गाउँ अब अगाडि भइरह बिस्तारै बिस्तारै पहिलेदेखि नै धेरै अगाडि भयो। खासमा चाहिँ मेन गेट यही हो। अनि अब म पछाडिदेखि आएको थिएँ उता गएको थिएँ नि यस्तो देखेँ पोइन्ट अफ भ्यू यता हेरिदिनु है यतादेखि अब यस्तो देख्यो। अनि यो चाहिँ यिनीहरू रहेछ यो लगाएछ। अब उता गएपछि अझै थोरै हेरौँ न त के हुँदै हो। One eternity later. हेरिदिनु यही भिलेज भन्दिम हेर्नु कस्तो के प्रकारको हुन्छ। थारूमा चाहिँ यस्तै हुन्छ क्या थारू गएपछि हेरिदिनु है। यहाँ चाहिँ यो थारू अब यता मान्छेहरू आफ्नो आफ्नो काम गरिरहन्। अनि भित्र रहेछ मन्दिर गाउँको यस्तो भित्र जाँदैछु घर हजुरआमा घर। अनि के भन्छ हेर्नु यहाँ चाहिँ यो मन्दिर गाउँ यो चाहिँ पोखरीलाई त छोड्नै भएन नि यार। यो पनि त एकदम थारूको खास मेन चाहिँ यही हो। हेरिदिनु यसले चाहिँ बनाइरह यो माटो खनेर उता बनाइरह राख्नु म देखाउँछु हजुरहरूलाई। ए हेरिदिनु है यही चाहिँ बनाइरहन् उता चाहिँ बनाहनहरू यहीँ माछाहरू पालन गर्छन्। माछा पालन गरेपछि त्यही माघे हुन्छ नि अनि माछाहरू त्यो बजाउँछन् जालले अनि त्यसपछि त्यही खुलाउँछन् मान्छेहरूलाई र अरू भाग हुन्छ। यहाँ चाहिँ मेरो हजुरआमा हुनुहुन्छ काम गर्दै हुनुहुन्छ अहिले माटी लिख्दै। अनि त्यो चाहिँ माटो कहाँ काम लाग्छ हजुरहरू हेरिदिनु होला है म देखाउँछु हजुरहरूलाई। ए यही हो यो त खास मेन भनेपछि यही हो मेन। गाइस हेरिदिनु है यही हो क्या त्यो माटो लेख्नु भएको थियो माटोले यही बनाउँछन् क्या। यो चाहिँ चुलो रहेछ यो सब चुलो रहेछ। थारू कम्युनिटी भएपछि त अब यो सब त गर्नै पर्यो नि यो सब नर्मल हो। अच्छा चुलो रहेछ। अनि यहाँ चाहिँ मामा थारूको हाँ त्यो कहाँ भेल यस्तै हो। अब थारू भएपछि यहाँ भित्र घरहरू यस्तै हुन्छ। यो थारू कम्युनिटी यही हो। नाना भात खा ल खा अभिन बल्ल ए लगाइस यही हो। आजको ब्लग चाहिँ यतिमै समाप्त हुन्छ। हजुरहरूले मन परे लाइक शेयर सब्सक्राइब गरिदिनु होला।